नमस्कार, मेरो सम्पूर्ण सामाजिक सञ्जालमा जोडिनुभएका मित्रहरूमा अहिले चाहिँ रसुवामा आएको यो विनाशकारी बाढी र पहिरोले चाहिँ धेरै घर परिवारलाई ठुलो पीडा दिएको छ। कति परिवारले चाहिँ आफ्ना आफन्त गुमाउनु भएको छ, कति परिवार घरबारविहीन हुनुभएको छ। यस्तो दुःखद घडीमा हामी सबैले सकेको सहयोग चाहिँ गर्नुपर्छ है साथीहरू। हाम्रो सानो सहयोगले पनि विपदमा परेका कसैको जीवनमा ठुलो आशा ल्याउन सक्छ। त्यसैले आफूले सकेको आर्थिक र खाद्यान्न वा आवश्यक राहत सामग्रीहरू सहयोग गरौँ र अरूलाई पनि सहयोग गर्न प्रेरित गरौँ। हामीले पनि यो प्रधानमन्त्रीको चाहिँ यो डिजास्टर फन्डमा चाहिँ थोरै एमाउन्ट हालिदिएका छौँ होइन। हामीले सक्ने सहयोग गरेका छौँ। विपद चाहिँ कसैलाई पर्छ भनेर नै थाहा हुँदैन कि साथीहरू। त्यसैले हामीले चाहिँ अहिले परेको बेलामा सकेको सहयोग गर्नुपर्छ। अनि अर्को खुसीको कुरा भनेको चाहिँ रसुवामा आएको यो बाढी पहिरोको अवस्थाको निरीक्षण गर्न चाहिँ हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं घटनास्थलमा पुग्नु भएको छ। पीडितहरूको अवस्था बुझ्दै उद्धार राहत र पुनर्स्थापनाका लागि पनि पहल गर्नुभएको छ। यस्तो दुःखको समयमा चाहिँ सरकार र हामी सबै मिलेर पीडित परिवारको साथमा उभिनु जरुरी छ। हस्।